सो हे गाइज वान सेकेन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र फेरि पनि एकदम लङ टाइमपछि फेरि तपाईँहरूको बिचमा प्रकट भइसकेको छु। आशीर्वाद दिनुहोस् ठिकै होइन। सो आज चाहिँ के गर्ने भनेर तपाईँहरूले भिडियोको थम्बनेल र टाइटल हेरेर थाहा भइसक्यो होला। आज चाहिँ म डाउनहिल राइड हान्न आएको विथ गोप्रो। जस्तै आज चाहिँ गोप्रो टेस्ट हान्न आएको क्या। ओए भाइ त्यो साइकल लड्यो यार, उठाएर राखिदेऊ तल ग। बाख्राको काम हो। के को हल्ला होस् त भाइले चाहिँ साइकल राख्दैछ होइन। बिहे गर्नु कसको? तिम्रो नाम के हो रे? निता। नाइस नेम। यहाँ आउ न। कस्तो भागेको क्या अनि? एउटा गीत गाइदेऊ न, आउ न। सो त्यही हो होइन। आज चाहिँ खासमा गोप्रो टेस्ट गर्न आएको, कतिको स्टेबल छ कि छैन भनेर। सो मैले पनि अहिलेसम्म चाहिँ टेस्ट गरेको छैन, आज फर्स्ट टाइम टेस्ट गर्न आँटेको। सो त्यही हो होइन। लास्टसम्म हेर्नु होला। इफ तपाईँलाई भिडियो मन पर्यो भनेदेखि सब्सक्राइब विथ द नोटिफिकेसन बेल है। त्यही हो। भाग्छ ल के भएको? यहाँ आउ न भाइ। सो त्यही हो होइन। अब चाहिँ मेरो साइकल चाहिँ यहाँ छ, तपाईँहरूलाई म देखाउँछु। ला लडाइसकेछ हेर, काम नपाएको। ओ पुच्छे ओ भाइ। ओ पनि यहाँ त तिमी यहाँ न। किन हाँसेको त्यस्तरी? मस्किनु पर्ने केही कुरा छ? कति वर्ष पो तिमी? सानो 12 वर्ष 10 होइन? कति क्लासमा पढ्छौ? अलि सुनेन क्या है। होइन पुच्छे यतै हाई भन न भाइ, हेलो भन। ओ नचलाउ लड्छ क्या। सो मेरो साइकल चाहिँ यही हो, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। सो अब त्यही हो, राइड हान्नुपर्छ है त। टक्क सेटअप गरौँ। सो म चाहिँ चेस्ट माउन्टबाट आज चाहिँ भ्लग सुट गर्छु है। त्यही हो। सो अब गोप्रोमा भेट्नुपर्छ है त। सो अब हाम्रो राइड स्टार्ट हुन्छ होइन। यसको यहाँदेखि चाहिँ यस्तो बाटो छ, अलिकति तलदेखि चाहिँ हल्का सिङ्गल ट्र्याक छ। यहाँ चाहिँ अफ रोडिङ छ होइन। अब यस्तो अलिअलि अफरोडिङ त हाल्नु परेको, तर मजै हुँदैन क्या। ब्रेकको नि तेल सकिन आँटे जस्तो छ। पछाडि ब्रेकले खासै त्यति धेरै काम गर्दै छैन किन हो होइन। सो गाइज लास्ट मजा आउने क्या यार साइक्लिङ गर्न चाहिँ। वेडिङ चाहिँ गर्नुपर्छ जस्तो छ। यो राइड चाहिँ सर्ट एन्ड स्विट हुनेवाला छ होइन। यहाँ त्यति लामो छैन क्या। ओइ कसम। नाइस ट्राई। नो यार गरिन्छ होला। चाल चाहिँ ब्रेकले खासै काम चाहिँ गर्दै छैन। होइन म गएको दाजु।
यहाँ लास्ट अफरोड रहेछ क्या बाटो चाहिँ यार चल्दैन होला होइन यहाँ पुरा जस्तो रहेछ